आज आमा छोराले यसो गाडी सफा गर्न लागेको फेरि मलाई यो ह्याङ्गिङ बास्केट झुन्डाउन मन लाग्यो अनि फेरि ड्रिल हानेर अनि ह्याङ्गिङ बास्केट झुन्डाएँ अनि फेरि फुलहरू हल्का लगाएँ अनि यो काठ किनेर ल्याएको थिएँ कि बुढाबुढीले अनि यो फेन्स बनाएर उतातिर फेरि केरी बनाउनको लागि अनि मेरो बुढाले मलाई सिकाउनु भयो। मैले सबै यो फेन्स तयार गरेँ अनि यतातिर केरी बनाउन लागेँ अनि फेरि पानीले खान्छ यो छिटो ड्यामेज हुन्छ भन्नुभएको थियो नि त। अनि फेरि कलर लिएर प्रोटेक्ट गर्नको लागि अनि फेन्समा र वालमा कलर लगायौँ अनि फेरि यतातिर फेरि बुढाले हल्का सानो बिट कङ्क्रिट बिट हाल अलि पक्को हुन्छ भन्नुभएको थियो। अनि फेरि कङ्क्रिट घोलेर अनि कङ्क्रिट बिट लिएर राखेको थिएँ अनि त्यही कङ्क्रिट बिटको फेरि यसरी बार यतातिर फेरि साइडमा बार लगायौँ अनि फेरि घाँस रोप्नको लागि फेरि म तयारी गर्न लागेँ। अनि मसिनो माटो गर्नुपर्छ नि त अनि त्यही भएर त्यहाँको माटोहरू खनेर समाउन लागेको तर माटो चाहिँ अलिकति पुगेन अलिक खाल्टा जस्तो भयो अनि गहिरो अनि फेरि अर्को एमाजोनदेखि माटो मगाइदिनु भयो अनि त्यो माटो समाएर फेरि पलिट लैजाएर हालेर 2 दिनसम्म पानीले भिजाएर मेट गरेर अनि फेरि हाम्रो घाँस पनि रेडी बनाएर राखेको थिएँ मगाएर अनि फेरि घाँस रोप्ने तयारीमा फेरि घाँस पनि रोपेँ। मलाई त आउँदैन खासै अनि सबै मेरो बुढाले मलाई सिकाउनुहुन्छ कि यस्ता यो गर त्यो गर भनेर अनि मैले त्यही अनुसार फेरि बुढाले जस्तो जस्तो भन्नुहुन्छ त्यही अनुसार फेरि मिलाउने मैले कोसिस गर्छु कि अनि कोसिस त गर्छु तर पर्फेक्ट त हुँदैन होला मैले गरेको तर पनि केही अलिअलि चाहिँ भएको छ। अनि कस्तो हुन्छ हजुरहरूलाई मैले फाइनल लुक पनि देखाउँछु है पछि। अनि फेरि यतातिर पनि अलिकति घाँसहरू परेर अन्टाइडी भयो अनि घाँसहरू काट्ने यताउता गरेँ। यो गर्ने बेलामा फेरि मेरो बुढाले मलाई आफूले सक्ने कामहरू मलाई सघाइदिनुहुन्छ कि यहाँ पानीहरू हालिदिनुहुन्छ। अनि फेरि साँझ भएपछि हामी यसो बाहिर निस्किन्छौँ कि गार्डनतिर अनि यस्तो बत्तीहरू लगाएको छ फुल छ अनि बत्तीहरू हेर्ने फुलहरू एउटा दुईवटा फुलेको फुलहरू हेर्ने यसरी नै हामीले टाइम स्पेन्डहरू गर्छौँ कि साँझमा।